साथीहरु हामी चाहिँ आफ्नो दैनिक जीवनमा मोबाइल बैंकिङ पनि प्रयोग गर्छौं, ई सेवा खल्ती जस्ता वालेट पनि प्रयोग गर्छौं। अनि खासमा भन्नु पर्दा यसमा चाहिँ फरक चाहिँ के रहेको छ? हामीले त दुईटैबाट चाहिँ पैसा पेमेन्ट गर्छौं, बिलहरु तिर्छौं, त खासमा यसको फरक के रहेको छ? आज हामी चाहिँ यस भिडियोमा जान्ने छौं। पहिला हामी बुझौं यो मोबाइल बैंकिङ के छ? मोबाइल बैंकिङ चाहिँ हाम्रो बैंकबाट दिएको एउटा अफिसियल एप छ, जसबाट हामी चाहिँ पेमेन्टहरु गर्छौं, फन्डहरु लिन्छौं, ट्रान्सफर जस्तै भयो एनआईसीआईसीआई को मोबाइल बैंकिङ, ग्लोबल आइएमई को मोबाइल बैंकिङ, नेपाल बैंकको मोबाइल बैंकिङ। यो चाहिँ एउटा बैंकको अफिसियल एप छ, जसबाट हामी चाहिँ पैसाको स्टेटमेन्ट चाहिँ लिन्छौं, कति पैसा छ, कतिको बिल छ, त्यो कुनतिर मिल्छ। यस मोबाइल बैंकिङले चाहिँ तपाईको बैंक खाताबाट नै पैसा काट्छ, न यता जान्छ न उता जान्छ, सिधै बैंकबाट पैसा काट्छ। अब अर्को बुझौं यो ई सेवा र खल्ती के छ? यो ई सेवा र खल्ती एउटा डिजिटल वालेट हो, जसलाई चाहिँ हामी एउटा पर्सको जस्तै युज गर्छौं। हामी चाहिँ बैंकबाट पहिला ई सेवा अथवा खल्तीमा पैसा हाल्छौं र त्यसबाट चाहिँ पेमेन्ट गर्छौं, बिल तिर्ने गर्छौं। यो चाहिँ डिजिटल पर्स जस्तै नै छ। अब कन्क्लुजन बुझौं, हामीले प्रयोग चाहिँ गर्ने के त? यदि तपाईलाई ठूलो पेमेन्ट गर्नु छ त ठूलो फन्ड चाहिँ आफ्नो वालेट मोबाइलमा लिनु छ भने, बैंकमा लिनु छ भने आफ्नो मोबाइल बैंकिङको युज गर्नुस्। यदि सानो छिटो र भरपर्दो चाहिँ काम गर्दै जस्तो चिया पसलमा केही लिँदै हुनुहुन्छ, किराना पसलमा केही 100, 200, 500, 1000 को सामान हटिदैछ भने त्यस्तोमा चाहिँ मोबाइल वालेटको युज गर्नु। यस्तो इन्फर्मेटिभ भिडियोहरुको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरेर यो भिडियोलाई लाइक गर्नु।